नमस्ते सबैलाई। तपाईहरुलाई आज हामी डिभी इन्टरभ्यूमा सोधिने प्रश्नहरुको लिस्ट लिएर आएका छौं र हामीले इन्टरभ्यू क्वेशन्सलाई 3 भागमा डिभिजन गरेका छौं। पहिलो भाग इन्डिभिजुअलको लागि, सेकेन्ड कपल अथवा म्यारिडको लागि र थर्ड चाहिँ फ्यामिलीको लागि। सुरुमा हामी जाउँ इन्डिभिजुअल इन्टरभ्यू क्वेशन्समा र यहाँ इंग्लिश र नेपाली दुवै भाषामा लेखिएको छ। सर्वप्रथम त तपाईलाई सोधिने भनेको तपाईको नाम के हो, तपाईको जन्मस्थान कहाँ हो, तपाईको ठेगाना अनि जन्ममिति कति हो, तपाईको स्पोन्सरको नाम र ठेगाना, तपाईको स्पोन्सर कहाँ काम गर्नुहुन्छ र के पदमा हुनुहुन्छ, तपाईको स्पोन्सरको स्ट्याटस के हो, पीआर अथवा सिटिजन, अन्य केही, तपाई स्पोन्सरसँग कसरी सम्बन्धित हुनुहुन्छ, युएसए मा कोही आफन्तहरु हुनुहुन्छ, तपाई कुन ठाउँ जान योजना गर्दै हुनुहुन्छ, अमेरिका जाँदा तपाईको योजना के हो, काम, अध्ययन आदि, तपाईले के र कहाँ अध्ययन गर्नुभयो, तपाई अहिले के गर्नुहुन्छ, काम गर्नुहुन्छ कि पढ्नुहुन्छ, अनि तपाई विवाहित हुनुहुन्छ, तपाईका बच्चाहरु छन्, तपाई पहिले अमेरिका वा अन्य कुनै देशमा जानुभएको थियो, तपाई अमेरिकामा खर्च व्यवस्थापन कसरी गर्नुहुने योजना बनाउनु भएको छ, तपाई कहिले कुनै देशबाट डिपोर्ट हुनुभएको छ, तपाईलाई कुनै रोग वा स्वास्थ्यमा समस्या छ, तपाई कुनै राजनैतिक पार्टी वा संगठनसँग सम्बन्धित हुनुहुन्छ, तपाईले DS-260 फर्म कहिले भर्नुभयो, DS-260 फर्म तपाईले आफै भर्नुभयो कि कसैले भरेको, तपाईको क्रिमिनल रेकर्ड छ, तपाईलाई कहिले भिसा अस्वीकृत गरिएको छ, तपाई कहिले अमेरिकामा गैर कानुनी रूपमा यात्रा गर्नुभएको छ। यस्तै यस्तै प्रश्नहरु चाहिँ व्यक्तिगत इन्टरभ्यू क्वेशन्समा सोधिने गरिन्छ। त्यसैगरी अब हामी जाउँ म्यारिड अथवा कपल इन्टरभ्यू क्वेशन्समा। यसमा चाहिँ अघि नैको व्यक्तिगत प्रश्नहरु सबै तयारी गर्नुपर्छ, साथै त्यो बाहेकको अन्य प्रश्नहरु चाहिँ यहाँ लेखिएको छ। तपाईहरुको विवाह कहिले भयो र कति समय भयो, अनि तपाईहरुको एकअर्काको बुवा आमाको नाम के हो, तपाईहरु पहिलो पटक कहाँ भेट्नुभयो, यो तपाईको पहिलो विवाह हो, तपाईहरुको सम्बन्ध कति समय भयो, तपाईहरुको सम्बन्ध प्रमाणित गर्ने केही प्रमाणहरु छन्, तपाईहरुको बच्चाहरु छन्। यिनै प्रश्नहरु चाहिँ म्यारिड अथवा कपलहरुलाई सोधिने गरिन्छ। त्यसपछि आउँछ फ्यामिली इन्टरभ्यू। यो चाहिँ फ्यामिली सँगै कुनै बच्चाहरुलाई इन्टरभ्यू दिँदाखेरि गरिने गरिन्छ र यसमा चाहिँ हामीले अघिको इन्डिभिजुअल क्वेशन्स, त्यसपछि म्यारिड अथवा कपल क्वेशन्स र तल दिएका क्वेशन्सहरु चाहिँ बच्चाहरुको लागि सोधिन सक्छ। तपाईको नाम के हो, तपाईको उमेर कति हो, तपाई कहाँ जन्मिनु भयो, तपाईको बुवा आमाको नाम के हो, के गर्नुहुन्छ, तपाई कहाँ बस्नुहुन्छ, तपाई कहाँ पढ्नुहुन्छ, कति कक्षामा पढ्नुहुन्छ, तपाई अमेरिका जान चाहनुहुन्छ र किन। यस्तै यस्तै प्रश्नहरु चाहिँ बच्चाहरुलाई सोध्न सकिन्छ। हामीले मेन पोइन्टहरु चाहिँ के कुरा ख्याल गर्नुपर्छ भन्दाखेरि यो भिडियोमा देखाइएका सबै प्रश्नहरु चाहिँ राम्रोसँग प्रिपेयर गर्नुपर्छ र हामीले DS-260 फर्म भर्दाखेरिका विवरणहरुलाई पनि एक पटक फेरि रिभाइज गरेर प्रिपेयर गर्नुपर्छ। कहिलेकाहीँ हामीलाई डिभी इन्टरभ्यूमा चाहिँ जम्मा 3-4 वटा क्वेशन र कहिलेकाहीँ त्योभन्दा पनि कम सोधिन्छ र कहिलेकाहीँ चाहिँ धेरै प्रश्नहरु आउने गर्छन्। त्यसकारणले अलिकति कन्फिडेन्ट भएर चाहिँ इन्टरभ्यू दिनुपर्छ र एकदम ट्रुथफुल हुनुपर्छ। हामीले आफ्नो रिसर्च र पास्ट एक्सपिरियन्सको आधारमा यिनी क्वेशन्सहरु चाहिँ कलेक्सन गरेका छौं र एक्ज्याक्ट क्वेशन चाहिँ आउँछ भन्न सकिदैन, तैपनि यिनी क्वेशन्सहरुले चाहिँ आफ्नो इन्टरभ्यू प्रिपेयर गर्दाखेरि ठूलो मद्दत मिल्छ भन्ने आशा गरेका छौं। हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।